कुकुरले एकदमै छिटो छिटो सास फेर्छ। हेलो, आज मेरो साथमा पाहुना छ एउटा। अनि यो चाहिँ एकदमै लोप उन्मुख प्रजातिमा पर्ने कछुवा हो। यसलाई चाहिँ एलोङ्गेटेड टर्टोइज भन्दो रहेछ है। यो चाहिँ हाम्रो रैथाने यो चुरे रेन्जमा पाउने कछुवा हो। अनि यो चाहिँ एकदमै दुर्लभ कछुवा हो। तर यो पहिला पहिला जब हामी सानो सानो केटाकेटी थियौँ त्यस बेला चाहिँ यता नै घुम्थ्यो यो कछुवा चाहिँ। अनि थुप्रै यसको बच्चाहरू पाइन्थ्यो। यता नै हामी गोठालो जाँदाखेरि हामी भेटाउँथ्यौँ। तर अहिले चाहिँ यो धेरै लोप भइसकेको छ। तर हिजो साँझ यो मेरो गोठमा आएको थियो यो। अनि मेरो भैँसीको गोठमा। अनि यसलाई चाहिँ कसरी चिनिँदो रहेछ भन्दाखेरि अब यो धेरै उ छैन, हग्यो पनि। यो धेरै बुढो कछुवा होइन, यो भर्खरकै कछुवा हो। यो एकदमै जवान छ। अनि यो चाहिँ यहाँको रैथाने प्रजाति भनेर चाहिँ कसरी चिनिँदो रहेछ भने यसको यो खोपडीले चिनिँदो रहेछ है। यहाँनिर यसको प्याटर्नै अलि अर्कै छ। यो अलि बुढो भएको भए यो कालो कालो हुन्थ्यो। तर चाहिँ यो भर्खरै यो चाहिँ थोपा डब्बाहरू लाग्दैछ, कालो डब्बाहरू। अनि यतातिर छ। अनि अब म यसलाई रेस्क्यु गरियो। अब यसलाई म चाहिँ जङ्गलमा छोड्न जाँदैछु। किनकि यो चाहिँ यस्तो लोप उन्मुख र दुर्लभ प्रजातिहरूलाई घरमा पाल्न मिल्दैन। अनि पालिहाल्यो भने यो चाहिँ कानुनी रूपमा अलिकति झमेला पनि हुनसक्छ। यसको स्थान जङ्गलै हो। त्यो भएको कारणले गर्दाखेरि प्राकृतिक रूपमै यो रमाओस् भनेर म चाहिँ यसलाई छोड्न चाहन्छु। किनभने यो पनि एउटा पर्यावरणको एउटा हिस्सा हो। म त सोचेको थिएँ यसलाई म पाल्छु। अनि यो चाहिँ मैले देखेको थिएँ युट्युबहरूमा, ठुलोसम्म हुँदो रहेछ। यो चाहिँ 300 वर्षसम्म बाँच्ने प्रजातिहरूमा पर्छ। कछुवा चाहिँ 300 वर्षसम्म बाँच्न सक्छ। किनकि यो एकदमै ढिलो हिँड्छ। यहाँ चाहिँ किन 300 वर्ष बाँच्छ त यो भन्दाखेरि यो एकदम ढिलो हिँड्छ। अनि यसले सास चाहिँ एकदम ढिलो फेर्छ। कुकुर किन छिटो मर्छ भन्दाखेरि कुकुरले एकदमै छिटो छिटो सास फेर्छ गरेर होइन। त्यो भएर चाहिँ कुकुर छिटो चाँडै मर्छ अरे। तर यो चाहिँ 300 वर्षसम्म बाँच्न सक्छ। मान्छेको हिसाबले 3 पुस्तासम्म बाँच्न सक्छ। त्यो भएको कारणले गर्दाखेरि यो चाहिँ एकदमै युनिक प्रजातिमा पर्छ पृथ्वीको। तपाईहरुलाई के लाग्छ? यसलाई म घरमै आफैसँग पालौं या लगेर जंगलमा छोडौं? के चाहिँ बेटर होला? कमेन्ट्स नाउ।